ओम तारे तु रे स्वाहा। हामी बिहिबारको दिन छिटो गरेर दुईजना हस्बेन्ड वाइफ चाहिँ तारादेवी मन्दिरको चाहिँ दर्शन गर्नु पुग्यौँ है। अनि सबसे लास्टमा हामी थियौँ। तर तपाईँहरू प्यानिक नहुनुहोस्, किनभने मान्छे कस्तो कस्तो कष्ट गरेर त कता कता पुगेर आउँछ भने है। यो त हाम्रै ठाउँमा भएको मन्दिर है। तपाईँहरू दर्शन गर्न अवश्य जानुहोला, किनभने एकैछिनमा पुग्नुहुन्छ है। हेर्दाखेरि लामो लाग्छ है लाइन, तर उनीहरूले यति मजाले म्यानेजमेन्ट गरेको हुन्छ कि फाइभजना गर्दै हाल्नुहुन्छ, छिटो छिटो भइहाल्छ है। अनि यहाँभित्र चाहिँ मन्दिरमा तपाईँहरूले दियोहरू धुपहरू चाहिँ भित्रै चाहिँ बाल्नु पाउनु हुँदैन, बाहिर बाल्ने चाहिँ व्यवस्था गरिएको छ है। हेर्नुहोस् न, अहिले हेर्नुहोस् त कति लाइन छ मेरो पछि। त्यस्तो हुन्छ, तर तपाईँहरू नअत्तालिनु होला। बिस्तारै बिस्तारै आरामले दर्शन गरेर जान सक्नुहुनेछ। अझै पनि भक्तजनहरू आउनुहुँदैछन् है। यहाँ चाहिँ बिहिबार मन्दिरमा चाहिँ पुरै भिड हुने गर्छ नि त। अनि विसेसहरू पनि फुलफिल हुन्छ भन्नुहुन्छ, तर मैले त्यो सोचेर गएको थिइनँ कि मलाई यादै थिएन। पहिले जाँदा पनि एकपल्ट गएको, तर त्यति बेला पनि थाहै थिएन मलाई। हो, योपालि चाहिँ मलाई भन्यो क्या एकजनाले कि तपाईँले जे विस गर्नुहुन्छ त्यो पुरा हुन्छ भनेर है। अनि हेर्नुहोस् न कस्तो मजाले छिमेहरू बालिरहेको छ। यहाँको अरा नै यति साह्रो डिभिनिटीले भरिएको थियो है। मलाई चाहिँ एकदम स्पिरिचुअली अवेकन फिल भएको, यति साह्रो पिसफुल फिल हुन्छ होइन। तपाईँहरू पनि जानुहोला। अनि हामीले यहाँ एकदम दियोहरू बाल्यौँ है। मेरो हस्बेन्ड पनि पुरा खुसी हुनुभयो, उहाँको पनि इच्छा पुरा भयो अरे है। मन्दिर आउने इच्छा थियो अरे कहिलेदेखि। यहाँ चाहिँ तपाईँले मन्दिरमा चढाउने सरसामानदेखि खाने पिउने सबै सुविधा पाउनु हुन सक्नेछ।